सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आयो हजुर पनि सन्चै हुनुहुन्छ र सो म पनि सन्चै छु। म छु यतिखेर दिउँसोको 4 बजे भैँसी लिएर जाँदैछु चराउनको लागि। सो साथीहरू यतिखेर पनि एकदमै गर्मी छ अनि मेरो हालत पसिनाले मेरो हालत यस्तो भएको छ। सो म त्यही पनि भैँसी लिएर जाँदैछु। म भैँसीमा जाँदाखेरि सँगसँगै घाँस पनि अलिकति काट्छु भनेर कच्चा पनि त्यसले गएको छु साथीहरू। हिजो चाहिँ मैले बिहानै घाँस काटेको थिएँ भने आज चाहिँ मैले घाँस काटेको छुइनँ। त्यसैले गर्दा मैले घाँस काट्नै पर्ने हुन्छ, यो चाहिँ मेरो कामै हो। त्यसैले म चाहिँ जाँदैछु। कुत्तेहरू हेर्न फोहोर पानी खाएको। सो म चाहिँ घाँस पनि ल्याउँछु अलिकति भनेर। गर्मी चाहिँ एकदमै धेरै छ, काट्न सक्यो भने काटिहाल्छु, सकिनँ भने चाहिँ आज पराल हालिदिन्छु भन्ने मेरो सोच बिहानदेखिको। त्यही भएर म यतिखेर भैँसी लिएर आएको छु। सो साथीहरू फेरि भेटौँला, बाई बाई।